यो ब्रियानाको अघिल्लो 1-2 वर्ष अगाडिको यो किड्स एजुकेयर भन्ने स्कुलमा पढ्दाखेरिको उसले त्यति बेला एउटा कपी सकेर अर्को कपी सुरु भएको यो चाहिँ मैले एउटा कपी स्याम्पलको रूपमा मात्र निकालेँ। 8 यसरी लेख्ने भइसकेको थियो। क्लास सर्कल अब त केही कुरा त सिकाउनु पर्छ, त्यो फरक कुरा हो। ट्रेस गर्ने यिनीहरू गर्थ्यो, तर यस्तो हल्का लेख्थ्यो कि 8 लेख्नु पऱ्यो भने सर्कल लेख्ने, हेर्नु न बुझ्दै नबुझ्ने। अनि 8 कुनै 8 चाहिँ यस्तो उल्टा पनि लेख्ने गरे रहेछ। 9 यहाँ ग्रिल पसल छ नजिकै, त्यही भएर हल्ला हल्ला पनि बढी आयो। 10 होमवर्क। 11 सीधा सीधा लाइन तान्न नसक्ने, अलिकति घुम्छ। 5 फेरि 5 मा आछ। 1 to 10 कत्रो ठुलो 3 लेखेको रहेछ। 11 भयो। अहिले नेपाली ख ल क प ग फ र 1 ओएनई 1 ट्रेस गर्न सिकाएको रहेछ। ग्रेप्स यिनीहरू टाँच्नुपर्ने। 9हरूको मात्र सर्कल गर्ने। सिकाएको रहेछ। अब यो फेरि बिचमा रोकियो, 1 वर्ष रोकियो। यो बिचमा अब धेरै वर्ष रोकियो भने समस्या होला। यतिसम्म गरिरहेकोलाई बरु कन्टिन्यू एउटै कुरा मात्र गरिराख्यो भने पुरानो स्कुलबाट बुक ल्यायो र त्यो नर्सरीको बुकलाई हामीले यसरी कभर गर्दैछौँ र स्कुलबाट आउनासाथ उसको एउटा पसल जानैपर्छ, केही कुरा खानेकुरा लिनुपर्छ। त्यसपछि घर आएर एकैछिन यो बुक हेर्छ, उसले नहेर्ने होइन हेर्छ। यसको भिडियो अगाडि पनि हालेको थिएँ, फेरि यसैमा पनि जोडेर हालौँ होला। यसरी एकछिन पढ्छ अनि त्यसपछि भयो भनेर राख्छ। अब उसको रहर छ भने पढौँ। यस्ता खालका बच्चाले एससी पास गर्न त पक्कै सक्दैन होला, पनि हामीले पनि सक्दैन होला जस्तो लाग्छ। यो भोकेसनल क्लासहरू भोकेसनल ट्रेनिङ नै यिनीहरूको लागि उपयुक्त हुन्छ। तर सधैँ एउटै क्लासमा कति राखिराख्ने त भन्ने हुँदो रहेछ। उमेर पनि बढिसक्यो, सबै कुराले गर्दा पनि एउटै क्लासमा राखिराख्न सकिँदैन रहेछ। त्यही भएर हाम्रो तर्फबाट स्कुललाई हामीले प्रेसर गराएका छैनौँ कि हाम्रो तर्फबाट उहाँहरूले आफ्नो तरिकाले सिकाउने पढाउने गर्नुहुन्छ र हामी हाम्रो तरिकाले पनि घरमा पढाउँदै लैजाउँ, एउटा समयअनुसारको अपग्रेड गराउँदै जाउँ भनेर हामीले चाहिँ सुरुवात गर्न खोजेको। त्यसैले यो कभर हालेको हामीले हाल्दैछौँ। यसपछि हरेक दिन ऊ किताब कस्तो गर्छ के गर्छ भने पनि पछि राख्दै गर्नेछौँ भिडियो। ब्रियाना पालिखे समानता स्कुल नर्सरी। फोन नम्बर। अब घरमै ट्राई गर्न खोजिरहेको छौँ हामीले ब्रियानालाई। खरायो ख गुड। ग गमला ग गममा होइन गमला घर घ गुड। नक्का टोप्लिङ भयो। आजलाई यति पढाइ है।